साथीहरू जनै पूर्णिमाको लागि क्वाटी बनाउन भनेर मैले क्वाटीका गेडागुडी लिएर आइसकेँ है। अब यसलाई कसरी उमार्ने भन्ने कुराहरू चाहिँ म आज हजुरहरूलाई देखाउँदैछु। सबैभन्दा पहिले क्वाटीलाई राम्रोसँग पखालेर एउटा भाँडामा पानी हालेर भिजाएर राखेँ। यसलाई पहिलो दिन चाहिँ यसरी राम्ररी भिज्न दिनुपर्छ अनि रातभरि भिजाएपछि भोलिपल्ट हेर्दाखेरि गेडागुडीहरू राम्रोसँग फुलेको हुन्छ। अनि अब फेरि यसलाई राम्रोसँग सफा गरेर अनि एउटा सफा झोला या सुतीको कपडाहरूमा पनि हाल्न सकिन्छ के साथीहरू। यो भनेको चाहिँ दोस्रो दिन रहेको छ हैन। अब मैले चाहिँ फाइबरको झोला युज गरेको छु हैन। यसमै राखेर चाहिँ राम्ररी अब झोलामै छोडिदिन्छु अनि यसरी छोपेर राख्छु हैन। झोलामै राखेको छु। अब यो चाहिँ यो राखेको छु अनि अब त्यसपछिबाट अब यो भनेको चाहिँ अब फेरि यसलाई खोलेर पर्सि तेस्रो दिनमा हेर्दाखेरि चाहिँ अब हेरौँ त साथीहरू हाम्रो क्वाटी कस्तो भएको छ ल हेरौँ है त। कस्तो ओहो कस्तो राम्रो भएछ क्या, टुसा पलाइसकेको रहेछ हैन। तेस्रो दिनमा चाहिँ कस्तो राम्रो क्या। ल अब हेर्दा पनि कस्तो रमाइलो लाग्यो हैन। अनि आफूले गरेको काम देख्दाखेरि यसरी पूर्ण देख्दाखेरि चाहिँ कस्तो खुसी लाग्ने रहेछ के साथीहरू। अब फेरि एकपटक यसलाई चाहिँ राम्रोसँग मजाले अब पखाल्छु ओर्छु हैन, राख्छु अनि अब फेरि अनि पखालेर नि हाम्रो क्वाटी चाहिँ यत्तिको भएको छ है साथीहरू। ल यसरी उमार्नु पर्ने रहेछ क्वाटी चाहिँ साथीहरू। अब यो क्वाटी मैले भिजाएको चाहिँ देखेँ। अब क्वाटी पकाएको चाहिँ अर्को नेक्स्ट पार्टमा देखाउँछु है साथीहरू। बाई बाई। यो उमारेर खोर्सानी उम्रा छु म